ल सो यो जुन एज छ नि, यो एजबाट जुन काटिएको छ नि, हो योबाट चाहिँ एउटा सिधा लाइन तानिदिने तल सर्कलसम्म है। अनि यो सिधा लाइन चाहिँ के हुने भयो हाम्रो यस र टी हुने भयो है। यो सिधा लाइन चाहिँ के हुने भयो, यो यस र टी हुने भयो, बुझ्यौ। हेर यो दुईवटा सेपरेट लाइन छ है। यो लाइन चाहिँ कहाँबाट आयो भनेपछि, यो लाइन चाहिँ कहाँबाट आयो भनेपछि यहाँबाट यो लाइन हो, यो बिचको लाइन छ नि, यो बिचको पर्पेन्डिकुलर लाइन हामी सिधा तान्ने बेला यो लाइन चाहिँ यो हो। अनि अर्को लाइन चाहिँ यो एजबाट यसरी काटेपछि यो लाइन चाहिँ अर्को यसरी यहाँदेखि यहाँसम्म आउने भयो, जसलाई यस र टी नाम भन्छौँ है। सो अब हाम्रो गिभन बनिसक्यो, यति भयो। अब हाम्रो अहिलेसम्म के भयो, गिभन चाहिँ बन्यो है। अहिले अब हाम्रो गिभन चाहिँ बन्यो। अब त्यसपछि यो फिगर कसरी बनाउने, यो फिगर बनाउन सजिलो छ। यो पोइन्ट एउटा यहाँ छ, यहाँ इन्टरसेक्ट भएको पोइन्ट छ, यहाँ एउटा इन्टरसेक्ट भएको छ, अनि यो यस र टी इन्टरसेक्ट भएको पोइन्टबाट प्यारलल लाइन तान्दिने, यसरी यसरी यो प्यारलल लाइन तान्दिने, बुझ्यौ। यो प्यारलल लाइन तान्दिने है। त्यसपछि यो इन्क्लाइन प्लेन छ नि, यो इन्क्लाइन प्लेनलाई फेरि यसरी प्यारलल गरेर यो बनाइदिने, यो साइड बनाइदिने, बुझ्यौ। यो पोइन्टबाट एउटा प्यारलल लाइन यसरी तीनटा जाने भयो हैन। यो पोइन्टबाट प्यारलल लाइन यसरी तीनटा जाने भयो है। अनि फेरि यो इन्क्लाइन प्लेनको पनि यसरी प्यारलल लाइन यता बन्ने भयो है। अब फर्स्टको यो इन्टरसेक्सन पार्ट, यो पीबाट यो फर्स्टको यो इन्टरसेक्सन पार्ट छ नि, यो पीबाट यो फर्स्टको यो इन्टरसेक्सन पार्ट चाहिँ पी नै हुने भयो है। यो पोइन्ट फर्स्टको पी नै हुने भयो है। यो पोइन्ट चाहिँ जहिले पी नै हुने भयो। त्यसपछि अब यो सब इन्टरसेक्सन पार्टबाट चाहिँ यो क्युआर र यस र टी पार्ट बनाउने हो कि। कसरी बनाउने भने रे, यो इन्टरसेक्सन पोइन्टबाट चाहिँ के गर्नु पर्यो भनेपछि यहाँ हेर, यो बिचको पोइन्ट छ नि, यहाँ यो मिडल होरिजेन्टल लाइन छ नि, यो होरिजेन्टल लाइनबाट यहाँ कम्पास राख्ने अनि यहाँ नाप्ने, यहाँ कम्पास राखेर यहाँ नाप्यो भने अनि त्यो आर्क लिएर यता बिचमा जाने अनि यहाँ र यहाँ नाप्ने, यो के हुने भयो, क्यू र आर हुने भयो, बुझ्यौ। एस र टीमा पनि त्यही गर्ने, यहाँ एस र टीको यो होरिजेन्टल लाइन छ नि, यो होरिजेन्टल लाइनमा बिचमा कम्पास राख्ने, माथि एस नाप्दिने, अनि यहाँ के हुने भयो, यहाँ बिचमा राखेर एस र टीमा यसरी टक टक के गरिदिने, हामीले काट्दिने है। अनि यो भयो हाम्रो यो ट्रु फिगर भयो हैन। यो जति पनि डिस्टेन्समा राख्दा हुन्छ कि, यो दुईटाको डिस्टेन्स, यो त मतलब भएन यो डिस्टेन्स है, यहाँ बन्ने हो यो फिगर है। सो हाम्रो यति जति फिगर बनिसक्यो है। ए होप सो तिमीहरूले यतिसम्म फिगर चाहिँ बुझिसकेको छौ होला। अब यहाँ जाने, अब हेर यो पनि सजिलो छ, लास्टै सजिलो छ। हेर फर्स्टमा यो फिगर छ नि, यो फिगरदेखि 1 सेन्टिमिटर चाहिँ यता जाने अनि यताबाट स्टार्ट गर्ने यो कामहरू है, बुझ्यौ। योदेखि 1 सेन्टिमिटर यता जाने र यतादेखि स्टार्ट गर्ने यो कामहरू। सो यहाँ गएँ म, यहाँबाट गएँ होइन, यहाँ गएँ, यो पोइन्ट गएँ, यहाँदेखि एउटा होरिजेन्टल लाइन तानिदिइहाल्ने होइन, फेन्टवाला तानिदिने, होरिजेन्टल लाइन तानिदिइहाल्ने है। ए होइन भर्टिकल लाइन, सरी यो भर्टिकल लाइन यहाँदेखि यहाँ यसरी तानिदिइहाल्ने है। यहाँदेखि भर्टिकल लाइन तानिदिने अनि यहाँदेखि होरिजेन्टल लाइन सिधा तानिदिने एउटा है, सिधा तानिदिने, यति गरिदिने। अब 1 सेन्टिमिटर ग्यापमा त भयो नि त अब यो है। अब यहाँबाट स्टार्ट गर्ने हो है। अब यो फिगरमा चाहिँ यहाँबाट अब यो पोइन्टहरू कसरी लिने भने चाहिँ सजिलो छ। सर्कलको आर्क लिने, 1 देखि 2 आर्क लिने, यो 1 पोइन्टमा राख्ने, यता काट्दिने। 2 देखि 3 आर्क लिने, 2 पोइन्टमा राख्ने, यता काट्दिने। 3 देखि 4 आर्क लिने, 4 पोइन्टमा राख्ने, 3 पोइन्टमा राख्ने, यता काट्दिने। यो यसरी नै बन्ने भयो है। लास्टमा फेरि 8 देखि 1 आर्क आउँछ अनि 8 देखि यसरी काट्दिने है। ल यतिसम्म बन्यो। अनि भर्टिकल लाइन माथि तानिदिने, बुझ्यौ। अब यहाँदेखि अब यो भर्टिकल लाइन, यो पोइन्ट आएपछि भर्टिकल लाइन माथि तानिदिने है, फेन्ट लाइन हुनु पऱ्यो है अहिले। अब हेर, अब यो पोइन्ट हेर है। अब योलाई चाहिँ डार्क गरिदिने के, यो पी पोइन्टै हुने भयो होइन, लास्टको यो पी पोइन्टै हुने भयो होइन। सो यहाँको लेन्थ होइन, यहाँको लेन्थ नाप्ने सेमै आउँछ कि, यहाँको लेन्थ नाप्ने अनि यहाँदेखि यहाँसम्म के हुने भयो, यो यसलाई डार्क गरिदिने है। अनि मैले एक कुरा भन्न चाहिँ बिर्सेँ होइन। सो फर्स्टमा तिमीले यो 1 सेन्टिमिटर तानेर यहाँदेखि यहाँ भर्टिकल तान्यो अनि यहाँदेखि यहाँ तान्यो होइन। अनि यो मार्क गर्नुभन्दा अगाडि चाहिँ के गरिदिने कि, यहाँ छ नि यो पोइन्ट हो, यो पोइन्टबाट हामीले एउटा सिधा लाइन त यसरी तान्छौँ नि त हो, यहाँबाट एउटा सिधा लाइन तानिदिने, यो पोइन्टबाट पनि यो सिधा लाइन यसरी तानिदिने, अनि यो पोइन्टबाट पनि सिधा लाइन यसरी तानिदिने है। फर्स्ट यो मार्क गर्नुभन्दा अगाडि गरिदिने है। यो भर्टिकल र यो होरिजेन्टल तानेपछि मार्क गर्नुभन्दा यो पोइन्ट मार्क गर्नुभन्दा अगाडि यहाँदेखि एउटा सिधा लाइन यो, अनि यहाँदेखि एउटा सिधा लाइन यो, यहाँदेखि एउटा सिधा लाइन यो गरिदिने है। र यतिसम्म बुझिसक्यो तिमीहरूले। अनि यो र यो अब डार्क भइहाल्यो होइन, यो र यो डार्क भइहाल्यो है। अब हेर, यहाँ
अब हेर यो पोइन्ट मार्क गर्न पनि म तिमीहरूलाई भन्न बिर्से जस्तो यो 1 बाट गएको छ भने 1 ड्यास हुने भयो, यो 2 बाट यो 2 र यो कति 8 बाट गएको छ है, यो तलको 8 भयो नि त, यो अनि 2 भयो, यहाँ 2 ड्यास 8 ड्यास हुने भयो। अनि अब यो 3 र यो 7 बाट गएको छ 3 ड्यास 7 ड्यास हुने भयो, 4 र यो 6 बाट गएको छ 4 ड्यास 6 ड्यास हुने भयो, अनि यो 5 बाट गएको छ 5 ड्यास हुने भयो, होइन? यति थाहा भइसक्यो तिमीहरूले। सो अब अब म के भनिरहेको थिएँ भनेपछि अब हेर यो 3 मा छ नि त, यो 3 मा छ है, यो 3 र यो के छ 7 मा छ है। अब यहाँ हेर यो 3 र 7 मा के छ, यहाँ यस र टी छ नि, यस र टी छ नि। अब यो चाहिँ अब ऱ्यान्डम हेरिदिने के, 3 बाट हल्का लेफ्ट साइड जाने अनि यसलाई एस मानिदिने, अनि टीबाट हल्का राइट साइड जाने होइन, 3 मा एस राखिदिने, 7 मा टी राखिदिने, अनि हल्का राइट साइड हल्का लेफ्ट साइड जाने, अनि यो यसरी आर्क तानिदिने, बुझ्यौ? तल यहाँसम्म आर्क तानिदिने, अनि यो डार्क गरिदिने है। यो चाहिँ हल्का याद गरेर गइदियो तिमीहरू है। त्यसपछि यो तलको सर्कल चाहिँ कसरी आयो भनिदिन्छु। यो माथिको भन्नुभन्दा अगाडि यो तलको सर्कल कसरी आयो, यही सर्कल हो, यही सर्कल यहाँ बनाएको। कसरी बनाएको भने यो 2 सेन्टिमिटरको रेडियस भएको सर्कल हो नि त, जहाँ नि एउटा पोइन्ट लिइदिने, ऱ्यान्डम पोइन्ट लिइदिने, अनि यो एकचोटि टच हुनु पऱ्यो कि यहाँ होइन, यो 5 नम्बरमा यो एकचोटि टचमा एउटा पोइन्ट मात्र टच भयो हुन्छ जे होस्। त्यस्तो तरिकाले के गरिदिने, जस्तो मैले ऱ्यान्डम पोइन्ट लिँदै कि यहाँ पनि लिँदा हुन्छ, तर यहाँबाट लियो भने त टच भएन नि त, यहाँ लियो भने त टच भएन नि त, तर मैले खै अब यहाँ मिलाएर टक्क एकचोटि यो टच हुने जति सर्कल लिएर अनि यस्तो सर्कल बनाइदिएको है। यो केही पनि छैन है। ल अब लास्ट भने यो भने यो नै हो है, यो भने यो नै हो। सो यो कसरी आयो भने यो पोइन्ट त पी भयो नि त, पी त आइसक्यो होइन, यो पोइन्ट त पी भयो, यो पी आइसक्यो है। अब यिनीहरू कसरी आउने भने सेम तरिकाले आउने, जे हामीले यहाँ गऱ्यौँ जसरी यसको हेल्पले हामीले यहाँ गऱ्यौँ यो पनि त्यसरी नै गर्ने हो है। पी भयो, पी पछि अब यहाँ कसरी गर्ने भनेपछि अब यही हो, यहाँदेखि यहाँसम्मको आर्क लिने अनि यता र यता हालिदिने भन्नाले त्यो हामीले आर्क लियौँ नि, यहाँदेखि अब यहाँसम्म यो आर्क भयो, अनि फेरि यो पोइन्टबाट फेरि यता काट्दिने यता काट्दिने, बुझ्यौ? फेरि यस र टी यसको यो आर्क लिने, अब यो पोइन्टबाट फेरि यहाँ काट्ने त्यो आर्कबाट, अनि फेरि यहाँबाट लेफ्ट र राइट काटिदिने है। अनि त्यसपछि यहाँ जोडिदिने यसरी है। यति जोडियो, यो हाफ जति यता आयो नि, यो हाफ जति यो सेम यता आउँछ, यो हाफ भयो नि, यो हाफ आयो। अब के गरिदिने, स्मार्ट प्ले गर्ने। स्मार्ट प्ले के गरिदिने भने यो एन्डदेखि यो एन्डसम्म सिधै आर्कले जोडिदिने, कम्पासले जोड्दा हुन्छ। मैले फ्री ह्यान्डले जोडेँ, हल्का नराम्रो देखाएको छ, कम्पासले जोडिदिने होइन, मिलाएर जोडिदिने। अनि यो चाहिँ तिम्रो एउटा सर्फेस डेभलपमेन्टको एउटा क्वेसन सकियो है। होप सो तिमीले बुझ्यौ होला। फेरि यसलाई रिपिट गरेर, यदि मैले छिटो बोलेको छु भने यसलाई अझ स्पिड कम गरेर सुन्नु होला। धन्यवाद।